है म मन्त्री हुँदाखेरि छुट्याइन अब भयो छुट्याउने यति भनिसकेपछि वीरगन्जमा अहिले हाम्रो के उत्पादन भन्छ त्यो भनिदिनु त वीरगन्ज कृषि औजार कारखानामा ल के उत्पादन भएको छ पहिला कुरा वीरगन्ज कृषि औजार कारखाना एउटा 30 वर्षसम्म बन्द भएको कारखाना हो त्यो कारखानालाई मर्मत गर्नको लागि 1 वर्षभन्दा बढी समय लाग्यो र अहिले चाहिँ कृषि औजार कारखाना भनेपछि ठुलो ठुलो औजार होइन ठुलो ठुलो ट्र्याक्टरहरू होइन ठुल्ठुलो गाडीहरू होइन सानो अब जस्तो अब गाउँघरको लागि चाहिने मकै रोप्ने अब कोदो रोप्ने काट्ने झार्ने यसो धान रोप्ने सानो सानो कराहरूमा पनि त्यस्ता किसिमका कृषकहरूलाई तरकारीको लागि ड्याङ बनाउने यस्ता किसिमका औजारहरू चाहिँ साना साना औजारहरू चाहिँ उत्पादन हुँदैछ भइरहेछ त्यो ठुलो होइन ठुलो सक्दैन किनभने पैसा लगानी चाहियो लगानी कसैको छैन कहाँबाट ठुलो लगाउँ त्यो चाहिँ जस्तो हाम्रो म्याग्दीवासीले किन्न चाहेमा त्यो कहाँ सम्पर्क गर्नु पर्यो अब किन्न चाहेमा अब भोलि चाहिँ अब उत्पादन सरासर उत्पादन भएपछि चाहिँ त अब बेनी बजारमा पनि आउला उत्पादन नहुनेलाई चाहिँ अलिअलि फाट्रा फुट्टो चाहिँ उतैबाट बेच्छ र एउटा कुरा फेरि यहाँ भन्न चाहन्छु ल सुन्न सबैले एउटा कुरा यहाँ यो गाउँमा कोही चाहिँ सिप भएको है सिप भएको हातमा सिप भएको कारखानामा काम गरेको कोही युवाहरू छौ जागिर खान चाहन्छौ भने वीरगन्ज जानु होला जागिर चाहिँ पाउँछ त्यहाँ किन जस्तो विदेशमा पनि काम गरेर कारखानामा काम गरेको हुनसक्छ नि औजार बनाउनलाई त फलामको काम गर्नु पर्यो अब मान्छे पाउँदैन मैले त्यो त्यत्रो 45वटा जिल्ला घुम्दाखेरि पनि मान्छे नपाएको जहाँ गए पनि मैले त्यही भन्थेँ कोही युवाहरू छौ जागिर खान चाहन्छौ सिप छ हातमा भनेदेखि आउनु वीरगन्ज कृषि औजार कारखानामा आउनु केही निवेदन लिएर आउनु पर्दैन कारखानामा जाने सोझै त्यहाँको भाइहरूसँग